जय मेसी सम्पूर्ण मण्डली परिवारहरुमा न्यानो न्यानो अभिवादन। सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु। दाजुभाइ अनि दिदीबहिनी जति जना हुनुहुन्छ, हिजो चाहिँ मैले भिडियो हालिन, क्षमा चाहन्छु। अनि आज चाहिँ म भिडियो हाल्नेछु परिवर्तनशील समयको लागि अपरिवर्तनीय सत्य बाइबलीय सिद्धान्तहरुको केही पोइन्टहरु छ। तीनटा पोइन्ट रहेको छ। एक पोइन्टमा चाहिँ पाप रहित ख्रिस्ट छ भने, 2 नम्बरमा चाहिँ ख्रिस्टको निष्पाप ख्रिस्टको निष्पाप छ। अनि तेस्रोमा चाहिँ ख्रिस्टको केनेसिस रहेको छ। यो तीनटालाई हामी हेर्न गइरहेको छौं विशेष गरी। अनि यहाँनिर तीनटामा चाहिँ एकको पाप रहित ख्रिस्टको चाहिँ येशू ख्रिस्ट पाप रहित हुनुहुन्छ। उहाँ पवित्र र धर्मी हुनुहुन्छ। यो चाहिँ तपाईले प्रेरित 3:14 मा नि पाउन सक्नुहुनेछ। हो भने उहाँ दोष रहित थुमा हुनुहुन्छ। यो चाहिँ तपाईले पाउन सक्नुहुन्छ। पहिलो पत्रुस 1:19 मा नि पाउन सक्नुहुनेछ भने अर्को पोइन्टमा चाहिँ छ। अनि पुरानो करारमा नि हामीले कतिपय पाउन सक्छौं। अनि पुरानो करारमा चाहिँ पुरानो नियम अनुसार प्रस्थान 12:5, लेवी 23:12 आदि यदि ख्रिस्ट दोषी र पापी भएको भए संसारको पापको प्रायश्चितको लागि परमेश्वरको माग अनुसार सिद्ध बलिदान हुन सक्ने थिएन। र जुन कुरा येशू ख्रिस्टको निस्तार चाडको थुमाको रूपमा पूरा गर्नुभयो, यो चाहिँ तपाईले कोरिन्थीको पुस्तक 5:7 मा नि पाउन सक्नुहुनेछ। अनि अर्को पोइन्टमा चाहिँ ख्रिस्टको निष्पाप है। अनि ख्रिस्टको निष्पापमा चाहिँ येशू ख्रिस्ट निर्दोष हुनुहुन्छ, जसको अर्थ उहाँले पाप गर्न सक्नुहुन्न अथवा उहाँले पाप गर्न सक्नु भएन। ख्रिस्ट निष्पापको अर्थ उहाँले पाप गर्न असम्भव छ। यद्यपि ख्रिस्टको मानव स्वभावमा पापीको स्वभाव छ, तर उहाँ एउटा निर्दोष व्यक्ति हुनुहुन्छ र यसकारण उहाँले पाप गर्न सक्नु भएन। ईश्वरीय स्वभाव अनुसार आदमको घटनामा यदि मानवीय स्वभाव नरहेको भए यो कुरा स्पष्ट छ। ख्रिस्टको मानवीय स्वभावले पाप गर्न सक्ने थियो, तर पनि यो हुने घटनालाई ईश्वरीय स्वभावको उपस्थितिले पूर्ण रूपले हटाइदिएको छ। यदि ख्रिस्ट निर्दोष एउटा व्यक्ति हुनुहुन्छ भने उहाँ हामी जस्तै परीक्षामा पर्न सक्नुहुन्छ। यो चाहिँ तपाईले नयाँ करारको हिब्रू 4:15 मा नि पाउन सक्नुहुनेछ भने के परीक्षामा पर्दा पाप गर्न सम्भावना छ? जोन बालवर्डले यसरी पुष्टि गर्दछन्। एउटा ढुङ्गाले एउटा लाडुक पानी जहाजलाई आक्रमण गर्न सक्ने सम्भावना हुन्छ, तर पनि त्यो ढुङ्गाले साबुन जहाज
जहाजलाई जित्न जित्न असम्भव हुन्छ है। अनि अर्को पोइन्टमा चाहिँ ख्रिस्टको केनोसिस रहेको छ है। अर्को पोइन्टमा चाहिँ यो चाहिँ तपाईँले फिलिप्पी 2 को 6 देखि 11 मा अनुसार ख्रिस्टको केनेसिसको अर्थ ख्रिस्टले उहाँको अघिल्लो अवतारलाई त्यागेर एउटा कमराको रूप धारण गर्नुभयो है। आज यो दुईटा अनि तीनटा कुरा चाहिँ एउटा चाहिँ ख्रिस्टको केनेसिस र अनि अर्को ख्रिस्टको निष्पाप अनि पाप रहित ख्रिस्ट, यो तीनटालाई हामीले हेर्यौं। अनि भोलिको समयमा चाहिँ धेरै स्पष्टीकरणहरू पनि दिएको छ। धेरै स्पष्टीकरणहरू यहाँनिर जम्मा 4वटा स्पष्टीकरणहरू दिएको छ। त्यो स्पष्टीकरणलाई चाहिँ हामी भोलि हेर्नेछौँ। तबसम्म सबैजनालाई जय मसीह भन्न चाहन्छु।